प्लेन नि बस्न लागिरहेछ। ल साथीहरु, यो चाहिँ खासै रिङ्काई पार्क हो है। मजाको छ है। मान्छेहरू यहाँ पारी देखिराख्नु भएको छ है। फोटो खिच्ने, रमाइलो गर्ने। जङ्गल त्यो पारी साइडमा चाहिँ ठुलो समुद्र छ क्या। ठुलो भनौँ न, आँखाले भ्याइ नसक्ने। म त्यहाँनिर जान्छ नि। यहाँ के हो के छ यो खोइ। खासै रिङ्काई पार्कमा चाहिँ मैले एउटा भिडियो बनाइरहेको छु। कृपया हेर्नु होला, लाइक र सब्सक्राइब गरिदिनु होला है त। ओके, लेट्स सी। ल साथीहरु, यो चाहिँ खासै रिङ्काई पार्क हो है। म चाहिँ भर्खर यो चाहिँ पार्क पनि हो, यो स्टेसन पनि हो होइन, ट्रेन स्टेसन। म यहाँ भर्खर झरेर झर्नुसाथ पहिलो नजरमा गेट नै यो छ यस्तो खालको होइन। पानीको भलभल आइरहेको छ। अनि यहाँ चाहिँ यसो रमाइलोको लागि राखिएको छ है। अनि म तपाईँलाई विभिन्न भिडियोहरू देखाउँदै जानेछु। कृपया हेर्नु होला है। यो चाहिँ नेपालमा रोटेपिङ भनिन्छ है। यहाँ पनि आफै के भन्छ यहाँको भाषा मलाई थाहा छैन, फेरि बनाइएको छ। ओके साथीहरू, म तपाईँलाई देखाउने छु। हेलो, नमस्ते, सेवा सेमुना, वेलकम एन्ड वेलकम ब्याक माई लुभी माइला ब्लग। आज चाहिँ म कामदेखि अलिक चाँडै फर्केको। सो अर्को नि एउटा सानो भिडियो बनाऊँ भनेर आज चाहिँ म यो खासै रिङ्काई पार्क हो नजिकै। त्यो पार्कमा चाहिँ म तपाईँलाई साकुराको भिडियो देखाउँछु भनिरहेको थिएँ अलरेडी। सो त्यही भिडियो देखाउनको लागि र यो पार्कमा के छ होइन, मनोरञ्जनका चिजहरू होइन, मान्छे भुलाउने चिजहरू के छ, म तपाईँहरूलाई देखाउनको लागि चाहिँ मैले एउटा सानो भिडियो बनाउन गइरहेको छु। जो मेरो च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला। बल्ल 30 सब्सक्राइब पुगेको छ है। म चाहिँ यस्तै नयाँ ठाउँमा गएर तपाईँहरूलाई भिडियो बनाएर देखाउने छु। र आज चाहिँ यो ओके साथीहरू, मेरो पछाडि तपाईँहरू साकुरा देखिराख्नु भएको छ है। म यो साकुराको मुनि हुँदै भित्र हुँदै यस पार्कमा पाइने विभिन्न मनोरञ्जनका चाहिने सामग्रीहरू के छन् यहाँ होइन, म तपाईँहरूलाई देखाउने छु। अहिले चाहिँ म गइरहेको छु है। ओके साथीहरू, यो चाहिँ साकुरा है। यहाँ चाहिँ फुलेर नै अब झर्न लागिरहेछ। अलिक ढिलो आएछु म यहाँ है। अस्तिदेखि तपाईँलाई एउटा साकुराको फुल भिडियो चाहिँ बनाउँछु भनेर सोचिरहेको थिएँ पार्कमा गएर। आज अलिक कामदेखि चाँडै फर्केको। सो म घुम्दै म तपाईँहरूलाई यहाँको भिजिट गराउनेछु। यो पार्कको पुरै भिजिट मेरो भिडियो मार्फत गराउनेछु। हेरेर फुल इन्जोय आनन्द लिनु होला है त। ल हेर्नु साथीहरू है, अहिले बेलुकाको समय छ। पातहरू पनि झरिरहेको छ होइन। पुरै भुइँभरि झरेर यस्तै भएको छ है। मान्छेहरू यहाँ पारी देखिराख्नु भएको छ है। फोटो खिच्ने, रमाइलो गर्ने काम भइरहेछ बेलुकी भए पनि। म यहाँको चारैतर्फ तपाईँलाई देखाउने नै छु। पुरो यहाँ चाहिँ रमाइलो गरिरहेछन् है। मान्छेहरू घुम्न आउने मान्छेहरू नि छ टन्नै। यो ठाउँमा चाहिँ अलिक कमै रहेछ है। सो ल घारी छ साथी हो, जङ्गल छ यहाँ है। साकुराको पुरै घारी छ। पुरै जङ्गल।
ओके साथीहरू, अगाडि म गइरहेको छु अझै, यहाँभन्दा अगाडि पनि रहेछ अझै होइन, धेरै राम्रो राम्रो ठाउँहरू। सो म त्यो इलाकातिर जाँदैछु। बेलुकी हो, बेलुकी खासै मान्छेहरू प्राय फर्किरहेको रहेछन् है, साकुराहरू हेर्नु है। हो बेलुकीकोमा चिसो हावा चलिरहेछ है, राम्रो छ। पछाडितर्फ पिङ देखिराख्नु भएको है, पिङहरू देखिराख्नु भएको छ है। प्लेन एयरपोर्ट नै नजिक छ, प्लेन देखिराख्नु भएको छ, प्लेन नै पस्न लागिरहेछ। जङ्गल नै रहेछ यतातिर चाहिँ, उता साइकल पार्क रहेछ। के हो एकचोटि हेरेर राम यतातिर। ल यता चाहिँ साइकल पार्क रहेछ है, साइकल राख्ने ठाउँ। दामी रहेछ नि त घुम्ने ठाउँ त। ल हेर्नुहोस् पारितिर है, क्या दामी ठाउँ त। बेलुका हो नि त, खासै मान्छेको चलपल चाहिँ कम भइसक्यो या। अब फर्किने मान्छेहरू फर्किरह। साथीहरू कस्तो लाग्दैछ यहाँको ठाउँ हेर्नुहोस्। पछाडि मेरो पछाडि फुलहरू दामी फुलिरहेछ है। गइरहेको छु, यतापट्टि चाहिँ रेस्टुरेन्ट रहेछ है। पुरै जहीँ पाए त्यहीँ साकुरा है, साकुरा नेपालको पैया भनौँ न। साथी म चाहिँ यसतर्फ अगाडि बढिरहेको छु, अगाडि गइरहेको छु। जङ्गलहरू हेर्ने यस्तो दामी छ हरियाली। पानी बस्यो, बिजुली चम्किरहेको छ। यहाँ चाहिँ फुलेर पनि झरिसकेको रहेछ। ल यो अगाडिको चाहिँ, यहाँभन्दा अगाडिको पट्टि भागमा चाहिँ भूमि रहेछ है। यहाँ माथि बसेर हेर्न मिल्छ रहेछ, तर बन्द छ कि के छ थाहा छैन है। बस्नु मिल्दो रहेछ। यहाँ माथि बसेर पारी साइडको चाहिँ यो उमी भन्न समुद्रहरू रहेछ क्या, समुद्रहरू हेर्नु मिल्दो रहेछ। यिन बन्द भएको रहेछ अहिले के हो। वाउ, यस्तो दामी ठाउँमा आइयो नि त हौ। वाउ, जुम बनाएर यस्तो दामी ठाउँमा आइयो यार, साह्रै रमाइलो रहेछ हौ। अलिक ढिलो आइएछ साथीहरू है, अबेला आइएछ क्या। यहाँ 9 बजीदेखि 5 बजीसम्म मात्रै चाहिँ यहाँ माथि चढ्नको लागि चाहिँ, अनि 5 भइसक्यो नि त, यहाँ 5:30 भइसक्यो अहिले।
अलि ढिला आइएछ। सो पसेर चाहिँ त्यो समुद्रको भ्यू राम्रो देखिन्छ त्यसमाथिबाट, दामी छ। त्यही पनि अब लाटो यस्तै एक्लै घुमो हिँड्यो अनि फर्कियो। साकुरा, जहाँ पनि साकुरा मात्रै भेटिन्छ। हावा चलिरहेछ, पातहरू झरिरहेछ है। दामी छ नि त। साथीहरू त्यो पारी देखिरहेको उमीतर्फ जाँदैछु म। कत्रो ठुलो छ है। क्याम्पहरू टेन्टहरू राखेर नि बस्नु मिल्दो रहेछ क्या। यो बिदाको दिन चाहिँ मान्छेहरू चाहिँ आएर यो चौडीमा चाहिँ आफ्नो आफ्नो टेन्टहरू लिएर पालहरू अथवा रमाइलो गर्न बसेर खानको लागि फ्यामिली आउँछ क्या। सो अनि यहाँ चाहिँ रमाइलो गर्छ। आज चाहिँ बिदाको दिन होइन नि त, त्यही नि अब यहाँ अलिक रात परिसक्यो अनि मान्छे सबै फर्किसक्यो, खासै छैन। म एक्लै छु, 2-4 जना म यस्तै डुकुल अन्ठ्याङहरू छ। म तपाईँहरूलाई रमणीय ठाउँ देखाउँदै जानेछु, तपाईँहरू हेर्दै जानुहोला। हिँडिरहेको छु, सो अलिक हल्लिरह होला है भिडियो पनि। म नजिक चाहिँ आएँ, तर उ त पारीको ढिस्का भन्दा अलिक पारी चाहिँ ठुलो रहेछ है। त्यहाँ जानको लागि चाहिँ कताबाट हो थाहा छैन। ओ यताबाट हो के हो, मान्छे नि छ त तलतिर। यो पुल तरेर गएपछि चाहिँ पारी बस्ने ठाउँ रहेछ। देख्नेमा चाहिँ देखिराख्नु भएको छ है। त्यो पुलदेखि पारीपट्टि चाहिँ ठुलो समुद्र रहेछ क्या। पुरै ठुलो ठुलो जहाज नि आइरहेछ, पानी जहाज। छेउमा जाउँ भनेको पुरै सल्लाहको बोर्डर छ नेपालमा जस्तो है। म गइरहेको छु, मिल्छ भने म पारी उ त पुल तरेर पारी जान्छु है त त्यहाँनिर छेउसम्म। मिल्छ कि मिल्दैन थाहा छैन। फेरि कति बजीदेखि कति बजीसम्म भन्ने हुन्छ, यहाँ टाइमिङ हुन्छ। अनि फेरि यहाँ पुलिसले पक्रियो भने फेरि भाषा छैन नि त। मेरो साम्पाङ भाषा नचल्ने राई भाषा। ठुटै इङ्ग्लिस त हानिन्छ, यहाँकोले मेरो ठुटै इङ्ग्लिसहरू बुझ्दैन। गाह्रो छ हो यो ठाउँमा। सरी साथीहरू, त्यो पुल भएको ठाउँमा त आएँ म, आउनु त होइन, तर क्लोज रहेछ क्या अहिले है। यहाँ पुरै बन्द छ नि त गेट। यहाँ देखिसक्नुभयो। त्यहाँनिर यहाँबाट तरेर पारी चाहिँ म ठुलो समुद्रमा अलिकति छेउमा गएर त्यहाँको तपाईँहरूलाई केही भ्यू देखाउँ भनेको थिएँ। सरी, अब नेक्स्ट टाइम देखाउँदै छु। त्यहाँ ठुलो योहरू पनि छ क्या, सिपहरू नि आइरहेछ। अलिक छेउमा आएर देखाउँ भनेको। भन, सरी फर द्याट। यो पुल तरेर गएर पारी यस्तो ट्रस्ट जस्तो देख्नु भएको छ नि बस्ने, त्यहाँबाट उतापट्टि पारी चाहिँ ठुलो समुद्र थियो देखाउनु खोजेको मैले। यो पुल बन्द रहेछ क्या, 9 बजीदेखि 5 बजीसम्म मात्रै रहेछ। सो देखाउन सकिनँ है। ल साथीहरू है, त्यो पारी साइडमा चाहिँ ठुलो समुद्र छ क्या। ठुलो भनौँ न, आँखाले भ्याइ नसक्ने। म त्यहाँनिर जानु खोजिरहेको थिएँ। पुल चाहिँ बन्द रहेछ, अनि जति बेला पाएँ त्यति बेला जान मिल्दैन नि त, यहाँ रुल्स छ यहाँ छुट्टै। सो
मैले किनारा छेउछेउ मात्रै आएर आज देखाउन सफल भएँ। अलिक म ढिलो भयो के, कामदेखि त छिटै निक्लेको, यहाँ आइपुग्नु चाहिँ ढिलो भयो। सो पुरा त्यो समुद्रको भिडियो चाहिँ म एक दिन तपाईँहरूलाई अनि आउ देखाउने नै छु है त। त्यो पारी ट्रस्ट घर जस्तो देखिराख्नु भएको छ नि तपाईँहरूले। हो त्यहाँ पुगेर चाहिँ खतरा देखिन्छ क्या। ओके फर्किए साथी हो। जुन मेरो एम थियो समुद्र पनि तपाईँहरूलाई यो पार्कबाट घुमाइदिउँ भनेर फर्किए हौ फर्किए। सल्लाहघारीतिरबाट फर्किँदैछ है साथीहरू। हो पछाडितिर हेर्नु त कहाँ दामी ठाउँ छ है। यस्तो दामी ठाउँ छ क्या छन् चाहिँ पुरै हरियाली है। सुनसान छ यार, कोही छैन। म त्यही बाटो फर्किँदैछु अहिले है। त्यही बाटो तपाईँलाई म देखाउँदै जानेछु। आजको लक्ष्य पुरा हुन सकेन। समुद्रसम्मको यात्रा थियो खासमा सोचेर आएको। दोरी जङ्गलभित्र पनि यसरी बस्ने ठाउँ बनाइदिएको हुन्छ यहाँ। छुट्टै छ नि, अलिकति डेभलपमेन्ट भनेको डेभलपै हो है। यस्तो रोडहरू हेर्नु कति सफा छ, प्लेन छ। म यता नि बाटो छ, यता नि बाटो छ, यता नि बाटो छ, यता नि बाटो छ। कतातिर जाऊँ त अब लाग्नु पर्ला घरतिर। यतै लाग्नु पर्ला अब जेसुकै होस्। पिङ हेर्नुहोस्, घुमिरहेछ मान्छे छैन। ताल यस्तो छ। तल हेर्नुहोस् बस्ने ठाउँहरू है। हेर्नु न साथीहरू, यहाँ जङ्गलभित्र बस्ने ठाउँ, पुरै बसेर खाने ठाउँ के। बारबेकी गरेर खाने ठाउँ छ कि हो बारबेकी। कहाँ जङ्गलभित्र हिँडिरहेको छु एक्लै। वाह ठाउँ चाहिँ दामी नै रहेछ है। यहाँ यसो फ्यामिली टक्क आउने, भिजिट घुम्नु होइन, टक्क बस्ने खाने ठाउँहरू पनि दामी रहेछ। क्या दामी देखिरहेछ होला हेर्नु साथीहरू। वाह फोटो खिच्नु पर्ला यार। यो त के हो साथी हो, 1 मिनट अब रेस्ट गरेँ यहाँ। पछाडि हेर्नु बस्ने ठाउँ पुरै छ जङ्गलभित्र क्या। दामी छ ठाउँ चाहिँ एकदम रमणीय रहेछ भनौँ न। साथीहरू लाग्यो है अब चाहिँ। जङ्गलभित्र नि यस्तो बनाएको छ यार, के भन्ने र खै के भन्ने र खै। एकदम भिडियो चाहिँ हालिदिएर होला है। त्यही भिडियो बनाइरहेको छु, ढिलो नि भयो नि त। त्यहाँ चाहिँ के पसलहरू हो कि के हो, हावा नि चलिरहेछ। पसल यसो रेस्टुरेन्टहरू हो कि के हो। बेलुका भयो, सामानहरू उठाइरहेछन् यहाँ।
के हो के छ यहाँ खोइ साथीहरू फर्किँदैछु है म फर्किरहेको छु त्यो पसलहरू रहेछ कि बेलुका भयो उठाइराख अलिक चाँडै आउनु पर्दैछ रमाइलो हुन्थ्यो क्या र बाटोको बीचमा पछाडि रेस्टुरेन्ट यस्तो फुलहरू रङ्गी बिरङ्गीको फुलहरू छ है र त्यहाँ एउटा जोडी छ है म अघि आउँदादेखिको हो अहिलेसम्म बसिरहेको रहेछन् के गर्ने गाह्रो छ जोडीहरूलाई रुखको फेदमा देखिराख्नु भएको छ कोही आइरहेछन् कोही यहाँ बसिरहेको देखिराख्नु भएको छ हो साथीहरू साकुराबाट सुरु भएर साकुरामै अन्त्य भयो त लास्टमा म फर्किन लागेको पारी चाहिँ मैले साइकल छोडेको छु अब यो साइकल भएको ठाउँतिर जाँदैछु अनि म फर्किएँ ओके साथीहरू अहिले चाहिँ मैले नर्मल्ली यो पार्कमा चाहिँ भिजिट गराएँ भिडियो मार्फत है अनि म ढिलो आएकोले डिटेलमा तपाईँहरूलाई यहाँ चाहिँ अब जानकारी घुमाउन सकिनँ है यहाँ नजिकै समुद्र पनि छ देखाउनु खोजिरहेको थिएँ त्यो नि असफल भयो अनि सो थुप्रै यहाँनिर हेर्नु मिल्ने ठाउँहरू छ क्या राम्रो राम्रो ठाउँहरू छ अनि ढिलो आएकोले चाहिँ बन्द भइसक्यो नि त अनि सो मैले यतिमै चित्त बुझाएँ ओके जति जे कुराहरू देखाएँ हेरेर रमाइलो गर्नु होला थ्याङ्क यू सबैलाई मेरो भिडियो हेरिदिनु भयो ओके फेरि नेक्स्ट भिडियोमा भेटौँ है त